मलाई के भन्थ्यो मर्न मन लाग्यो भन्थ्यो अब त्यो वर्डहरू मुखमा ल्याएछन् त्यसरी गाला साला फुटाल्छु नि फेरि बुझ्न सरी दाइ भन् सरी दाइ जिन्दगीमा म तँलाई कति रमाइलो दिँदैछु कि थाहा छैन आज चाहिँ यसलाई त्यो एक्सपिरियन्स दिन क्या कस्तो हुने रहेछ भनेर अनि यसलाई म आज बन्जी हान्नको लागि लैजाँदैछु सो त्यहाँ म गोबन्जीमा जान्छु अनि त्यहाँ हाम्रो ब्रदरलाई भनेको छु अनि एकचोटि खरायोलाई चाहिँ चुई या उडाउनु पर्यो यस्तो हेरेर सुई एकछिन त मजा लिन्छ जिन्दगीको मजा लिए है बुझिनुहोस् माया गर्दा ल ठिक छ गाइस अहिले हान्ने भयो बन्जी आज दुईजना केटाहरू यहाँ आउँदैछन् विशाललाई वेलकम टु माई लाइफ सिधै निस्किहालौँ है बेसी प्रगतिमा लैजाउँ न हामी चाहिँ पोखराको गोबन्जीमा आइसकेका छौँ खरायो रेडी हो ल गोबन्जीमा आइसकेको अवस्था छ खरायो भाइ रेडी डन पाराले हिँड्दैछ माइक चाहिँ यताले नमस्ते दाइ आरामै हुनुहुन्छ ल हाम्रो ब्रदरलाई पनि वेलकम ल तेरो लागि दाइले कुरेर बस्नु भयो यहाँ यति बेरसम्म बुझिस् छ नि ल होइन ल हेलो नमस्ते ल ल आउनु सर वेट नपुग्यो भने त बर्बाद भन्दै यार ल ठिक छ खरायो कति किलो रहेछ आमा 45 किलोमा एकदम एक्साइटेड मलाई पनि के सोचिरहेको थिएँ हाम्रो ब्रदरसँग चाहिँ हाम्रो हिजो भेट भएको थियो हामीले पहिला पनि एकचोटि काम गरिरहेको थियौँ होइन अनि त्यो बेला चाहिँ टक्क काम गरेकोलाई भेटेको ठ्याक्कै हिजो ठ्याक्कै अनि ठ्याक्कै आज खरायो भाइ ठ्याक्कै दिमागमा आयो क्या हजुर भाइ फेरि ठ्याक्कै आइरहेछ त ल फर्म फिलअप हान्दैन त तैँले एकचोटि यसो साइन त हान्दैन अस्ति सिका होइन ल यहाँ नाम लेख्ने मात्रै हो क्या म सिकाइदिन्छु क्या ल सन्दीप लेख लेख्दै ल ल भयो ढोया हाँक्दा जितिने भएछ त अनि खरा दाइले अनि पऱ्यो गाइज पुसअप हान्ने शरीर हल्का टन्काउनु पर्छ कि ल हान्ने पुसअप ल टक्क लाएर खरायो भएको हल्का एक्सर्साइज टी सर्ट पुसअप हान्ने 10 पुसअप हान्ने ज्याम लाउरे अर्को बालीमा ब्रिटिस लाउरे देखाउनु लैजान्छु मैले 1 2 3 4 5 6 7 8 9 10 ल आमा 11 हाने त यार सेतो खरायो त रातो भएछ ल ठिक छ अब खुट्टा नि टन्काइ अहिले मुद्दे नि ल गाइस बाबा खोल्टिया सुन छ कि छैन घाँटी ठुलो भएर ल खरायो रेडी छ आज एक्साइटेड छ दाइले सिकाउँदै हुनुहुन्छ दाइलाई गुड गर्दै एकचोटि कपाल हान्ने र दुईटा त्यहाँ तीनटा गर्लफ्रेन्डसम्म झुन्डाउनु मिल्छ यहाँ ल खरायो भाइले फर्स्ट टाइम लाइफमा हार्नेस लाउँदैछ खरायो गाउँमा पहाड चढ्ने बेला यो लाउनु पर्छ है भोलिपछि है अरिङ्गल बोल्न जाने बेला आज खरायो भाइको दिन भन्दैछ आज अहिले स्वर्ग देखेर आउँछ एकछिन स्वर्ग भन्ने के हो थाहा नि तँलाई होइन स्वर्ग नि थाहा छैन आज देख्छ स्वर्ग के भनेर त्यति म रमाइलो हुन्छ आज अर्को जति गर्लफ्रेन्डलाई लिएर हान्नुपर्छ खरायो भएन एक्लै है एकदम दामी हान्ने नि एउटा आज बन्जी आज हजुरको लागि हान्ने नै पर्यो नि त अनि होइन मेरो लागि डोरी नलागिन हाम फालिदिन्छ र है त त्यस्तो नगरेर गाल पानी काम नगरेर त्यस्तो फेरि हामीले गराउनु के खरायो भाइले त्यति माया गर्छ मलाई मेरो लागि डोरी नलागिन हाम फालिदिन्छु भन्छ त अनि यार त्यस्तो त यहाँ हुन्न नि फेरि त्यस्तो के फर्स्ट अफ अल हजुरलाई स्वागत छ गोबन्जी नेपाल पोखरामा है हजुर अब माथि पुलमा लगिसकेपछि हामी चाहिँ खुट्टामा हार्नेसहरू लगाउँछ एङ्कल हार्ने खरायो रेडी होस् नि होइन हल्का डर लागेन च्याप्पै लागेन किन हजुरको लागि हालिदिन्छ नि होइन तल नहेर फेरि जाप आकाश हेर्ने माथि पारीको हिमाल हेर्ने ध्याममै ठोकिहाल्ने त्यही हो गाई खरायोलाई ठ्याक्क आज कस्तो टाइमिङ लिएको खबर त ठुलै हो क्या तेरो यहीँ रहेछ क्या अनि उहाँ भागेर चितवन गएर रहेछ चितवनबाट अहिले यतातिर खेदाएर रहेछन् होइन भाग्ने नभाग्ने अब जिन्दगी बुझ्ने यहाँ के हुँदो रहेछ खरायो चाहिँ निस्किँदैछ यहाँबाट हल्का डर लाग्छ भयो होला होइन अहिले हल्का डर लाग्छ भएन भन्ने यार बेजेट हुन्छ यार हाम्रो यार
आज कुन चाहिँ गर्लफ्रेन्डको नाम लिएर उठ्छस् त आज? दाइको लागि जाउँ भन्न आइदिएको दाइको लागि हो मेरै लागि हो, तेरो लागि होइन। खरायो बन्दी हान्ने दिनमा चाहिँ यता भाइब्स पनि कट्रा देख्यो यार, यस्तो बवाल भाइब्सको टाइममा खरायोले हान्दैछ। खरायो भाइ त्यहाँ मनोज भाइ यता हेर, भैमा मुनि हेर्न, मुनि मुनि हेर्न, मुनि ल हान्यो। टोपी खोल्दे, तेरो 3टा गर्लफ्रेन्डको नाम भन ओए, 3टा नाम भन। ल खरायो, ठोक खरायो। क्यामेरा देखाइ, क्यामेरा। रातो डोरी तान, डोरी तान, डोरे। यता हेर यता, आवाजै निस्केन र तेरो त। टाउकै दुखेर हाँस्दा हाँस्दा यार। टाउको अगाडि लैजा। बाँच्यो बाँच्यो हरायो त, बोल्नै सकेन त्यो त। है त्यो कस्तो भयो खरायो भाइ? एकदम आनन्द फिल आनन्द भयो। तल जाँदा सङ्ग जाँदा मरे जस्तो भयो कि भएन? मरे जस्तो भएन? पिसाब चुएछ त अलिअलि। हल्का मुती हट यार खरा यार। अर्कोचोटि छम्मा लिएर आउनु रहेछ है भाइ। कुरो कानी के हो, मुटु मुखमा आउला जस्तो भएन? फेरि हान्नुहोस्, फेरि हान्ने, फेरि हानौँ क्या ल है। कहिले हान्ने? नेक्स्ट टाइम हान्ने। खराले सर्टिफिकेट पायो फर्स्ट टाइम। सानोमा खाजा, साथीको खाजा चोरेर सर्टिफिकेट पाएको थियो, अहिले मन्जी हानेर सर्टिफिकेट पायो होइन। यो सर्टिफिकेट गाउँभर लिएर देखाउनु पर्छ होइन, मैले सर्टिफिकेट पाएँ भनेर। कसको याद आयो? बिबी दाइको याद आयो कि गर्लफ्रेन्डको? बिबी दाइको। ए हो, गर्लफ्रेन्डको गर्लफ्रेन्ड लिएर आउन कसैको हो, त्यही धेरै भएर याद नआएको के, धेरै भएर नि होइन। छैन ए छैन, 1 मिनेट 60 भिडियो हालेको ठिकठाक। ल गाइस, दामी रमाइलो भयो। जस खरालाई नयाँ एक्सपिरियन्स दिन पाइ। ल त्यही अब निस्किनु पर्छ गाइस, अब हामी बाहिर जान्छौँ केटाहरूसँग घुमघाम गर्न। ल ब्रदरलाई पनि एकदमै अब एकछिन भिडियो लानु पर्यो नि। ए हो, यसो गरे हुन्छ नि। हालिन्छ नि हामी। ए हो, पक्कै हुन्छ। ल ठिक एकछिन कन्सर्ट लानु पर्यो भिडियो। हो र। के खाने त? के खानिस् भन्ने नि त दाइले? के खाने भन? केही नै खाएको खाजा गरेर होइन कफी खाने? कफी त चाहिँ विशालले कति रे भन्देऊ न केही हुन्न कि 50 पुसो भन्छ भने हा। अमेरिकन लाउरे भर्सेस नेपाली लाउरे। ल है, नेपाली लाउरे यो एमआरपीमा भर्ती भइसक्यो लाउरे, यो अमेरिकन लाउरे। ल खेल्ने खरायो, च्यालेन्ज दिने 50 पुसअप। के अमेरिकन लाउरेको इज्जत राख्नु पर्यो क्या, दिनु पर्यो। ल हेर खरा, तँलाई 50 पुसअप हान्न सक्दैनन् रे यार। तिमीले पहिला हान अनि म होइन सँगै हान्दियो नि। के अमेरिकन आर्मी भर्सेस एमआरपी आर्मीको अहिले ब्याटल हुँदैछ गाइस। ल गाइस, आज चाहिँ तपाईँहरूलाई भाइ भनेर तिमीले त्यो खेल्छ भाइले जित्यो भने मेरो बिल्ल भएन होइन। होइन 50-50 च्यालेन्ज भयो। अमेरिकन आर्मीको म चाहिँ उसो फेरि म हार्नलाई असिस्टेन्ट। खराएको असिस्टेन्ट हुनु पर्यो नि। ज्याकेट खोल्दै मेरो बिल्ला हुन्छ फेरि। ल हाले जस्तो गर्दै दोस् है। यताले ज्याकेट, टेस्लाले दिएको ज्याकेट त्यति फाल्ने हो र। दुइटै अमेरिकन हो। ल टु इजी। ओए ओए त्यस्तो हात नगर, दुख्छ अहिले हात। सजिलो वाला। ल ज्याम 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 50 पुसो हान्नु पर्यो है। रेडी हो? काले ल रेडी गेट सेट गो। खरायो ल त कति भयो? 4 6 रेडी 15 16 फास्ट खरायो 17 50 पुसअप च्यालेन्ज है। कति भयो काउन्ट गर्नु गाइस? 26 विशालले गर्नु भएको के? छिटो हात खरायो। रेडी टु भाइ बन्जी हानेर हात गलेर छ सर भाइ के?
सक्यो हारिस तेरो तैँले टी सर्ट खोले आज जित्तिस ल हियर इज द विनर अमेरिकन लाउरे ल अगर अब यसले ग्याङ बोलाएर पिट्लाएर टिमलाई 10-12 केटाहरू छन् भन्छ यसले ल ल यी बा यहाँ डलर देखेनौ डलर ल ल त्यही पनि नाइस ट्राई बन्जी हानेर ठाएको भन्दै त्यहाँ भन्छ हाने छागेर नट जित्दिन्थ्यो पहिला तैँले जितेर प्राइज पाइस् उहाँ अमेरिकन डलर यो $2 फेरि पाइन्न नि फेरि काहीँ नि बुझिस् दे निलो भयो बिचरा $2 देखाइदियो आमा चुपाएर $2 लाई ल अमेरिका जानुपर्छ है 10 वर्षपछि हान्नु पर्यो अब स्विङ कहाँ हान्छु म अब किन अझ एकचोटि हानौँ न त के हुन्न ल यस्तो रे क्या अब भगवान्ले क्या तँलाई एक दिन होइन भगवान्ले तँलाई 5वटा गर्लफ्रेन्ड दिने रे अनि अझ एकचोटि बन्जी हान्ने मान्छे ढुक्कै 5वटा गर्लफ्रेन्ड लागि हान्दिने अब मेरो लागि चाहिँ नहान्ने नि हजुरलाई देखाएर हान्छु नि म बिचार बिचार आएर आफ्नो ग्याङहरूलाई चाहिँ गुड बाई गर्दै अब नेक्स्ट टाइम ओए यहाँ 2टा नलेन फेरि उठाइदिन्छन् प्लान के भयो गाइस खरायो भाइले फर्स्ट टाइम लाइफको फर्स्ट टाइम सर्टिफिकेट पाउँदैछ देखाइदियो सर्टिफिकेट यहाँ के लेखिन्छ रे यहाँ भन्ने त ल अनि एन अनि अनि वाइ वाइ के हुन्छ आम्फाली हजुरले ल गाडी चलाइदिनु त्यता आएर हल्का ट्र्याक्टर चलाउँछु भने होइन हल्का ब्याक गरेर ती तैँले गफ तैँले भिडियोमा भने तैँले ट्र्याक्टर चलाउँछु भनेर होइन यो चलाएन छ नि तेरो बेजेट हुन्छ चलाइजा छिटो ल चाबी तेरो गफ तैँले धेरै गफ हानिस् क्या अनलक गर्न नि आउनु डल्लै यहाँ थिच्ने होला गरे एकछिन बग न्युट्रल माल न्युट्रलमा ए भयो त अनि गियर कहाँ रहेछ नचलायो अहिले कहाँ रहेछ गियर के हो कता एक गियरमा हाल्ने कसरी हो त्यो त घुमे त्यो त म त फेल भइस् त यसले गफ हान्छ यार गाइस भोलिदेखि म अब चितवन जान्न भोलि गाउँ जान्छु होला सबजना दाइ एउटा इन्डिया गरेर आउनुहुन्छ अरे दाइसँग अब अन्टिम चितवन बोलाउनु भयो भने सबजना सब्सक्राइबर हुन्छ नि चितवन बोलाउनु भयो भने हजुरहरूको गाउँमा फुस्किन्छ डाँटोहरू बुझ्नु भयो होइन सबजनाले युट्युबमा हेर्नु ल बाई 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 चुप आइदे डेन्जरस आदमी के खाइदियो